फुल आर्टिस्टले होइन फेरि मैले भिडियो बनाउन सुरु गरिसकेको छु। हामी चाहिँ अहिले कहाँ जान लागेको भने सिक्लेस जान लागेको छौँ। हामी चाहिँ अहिले कति करोडको गाडीमा जाँदैछु भने 28 करोडको गाडी यही हो हाम्रो। त्यसैले यो बुलेट प्रुफ BX ल्यान्ड क्रुजर हो। हामी यसैमा जाँदैछौँ। गुरुले के गर्नुहुन्छ हाम्रो सुमार्दै हुनुहुन्छ। गुरुले होइन सुहार्ने कि हाम्रो साथीहरू पार्टनर छौँ होइन। अब हामी केही समयमा सिक्लेस पुग्छौँ। सिक्लेस पुगेपछि आजको यात्रा त्यहीसम्म हुन्छ र त्यसो गरी हामी यहाँ हजुरहरू कहाँदेखि आउनु भएको भन्नु त? हामीहरू धनगढीदेखि। धनगढी यता सबै धनगढीदेखि होइन? टोलहरू सबै धनगढीबाट है? यता सबै धनगढीबाट होइन? कैलाली धनगढीदेखि हुनुहुन्छ उहाँहरू चाहिँ। सो म चाहिँ दोलखादेखि हो हजुर होइन। ल तपाईँ के भन्नु चाहनुहुन्छ? तपाईँ क्यामेरा अगाडि बोल्न चाहनुहुन्छ? कोही कस्तो लागिरहेको छ तपाईँले? यताको कस्तो अनुभव भइरहेको छ यतातिर आउँदाखेरि? राम्रो लागिरहेको छ होइन? सो होइन यो चाहिँ सो लोकेसनको हामीलाई ठ्याक्कै थाहा नै छैन। थाहा नभए पनि सो गाइज हुन्छ नि जे भए पनि एउटा भिडियो हो। भिडियो मार्फत आफ्नो यो मनमा लागेको कुराहरू भन्ने हो। सो होइन यति बबाल भ्यू छ होइन। सो यहाँनिर अहिले कुइरोल गर्दा केही पनि देख्न सकेको छैन अहिले चाहिँ होइन। अब भोलि बिहानको समयमा चाहिँ कस्तो हुन्छ नि यहाँ पुरै माछा पुच्छ्रे हिमाल मार्दी हिमाल। सो लाइक त्यसकै फेदैमा त्यसैको खोलामा हामी जाँदैछौँ र अहिले म चाहिँ कति करोडको गुरुलाई सोध्नुपर्छ कति करोडको गाडी हो भनेर हेर्नुहोस् है। गुरुले कति करोडको 28 करोडको गाडी हेर्ने गुरु 28 करोडको गाडी हेर्ने यो। अब त्यसैमा चढेर म पनि यो बाटो सुइका सुई जान्छु। यो 28 करोडको गाडी हाम्रो बुलेट प्रुफ गाडी हो। दुर्गा प्रसादको भन्दा महँगो गाडी हो। ड्राइभर गुरुलाई हेर्नुहोस्। हाम्रो गुरु एकदम खुसी हुनुहुन्छ। तपाईँ हेर्नुहोस् क्यामेरातिर हाँस्न मिल्दैछ क्यामेरा गुरुले होइन। हाम्रो 28 करोडको गाडी म पनि जाँदैछु। सो गाइस हुन्छ नि ल अब केही समयपछि म माथिको गुड मर्निङ। सो हिजो म जुन ठाउँमा हिँडेको थिएँ नि त्यो ठाउँमा चाहिँ म आइसकेको छु होइन। अनि आज आइसक्यो। अब फेरि यहाँदेखि अलिकति माथि जानुपर्छ होइन। अनि सो अब अलिकति टाइम लाग्छ। अनि टाइम लागेपछि के अनि अब जानै पर्छ होइन। अब हिजो मैले देखाउँछु भने चाहिँ हिमाल अझ यहाँ यो पाहाडले छेकेको छ। यो यहाँनिर देख्ने पाहाडले छेकेको छ। अझ अलिकति माथेर गयो भने चाहिँ बवाल देख्छ क्या होइन। अलिकति हेर्नुहोस् तपाईँले देख्न सक्नुहुन्छ। सो म यहाँ आइसकेको छु। यहाँनिर यो म बस्ने क्याम्प चाहिँ यो होइन यहाँ हो। यहाँनिर 33 KB हाइड्रो पावर यो पल्लोपट्टि छ होइन। यो पल्लोपट्टिको हाइड्रो पावर हो होइन। अनि यो पारी चाहिँ गाडीहरू केटाहरूले सामान ट्याक ट्याक पार्दैछ उति तल सामानहरू मिलाउँदैछ होइन। अनि के गर्ने अब बर्खाको सिजनमा त फेरि यहाँ चल्दैन। खोला धेरै ठुलो छ। पछि फेरि गाह्रो हुन्छ नि त खोला ठुलो भएपछि। अनि के गर्ने अब पहिला सुरुमै काम गर्नुपर्ने हुन्छ। अनि अहिले चाहिँ यहाँ पुरा सामान निकाल्दैछ ट्र्याक्टरदेखि केटाहरू ट्याक्क लाएर। म त्यहाँ देखाउँछु होइन त्यो सामान। आज बिहानै उठ्नु पनि तर थिएन। तर बिहान नउठेर अलिकति ढिलो उठ्यो होइन। सो आज म फेरि माथितिर जानु लाग्यो होइन। अहिले के छ भने अवस्था यस्तै छ। सो मसँग अहिले को छ भने के छ भने सो यहाँनिर भोटे कुकुर छ यस्तो ठुलो खालको। ओइ आइज ल आइज यहाँ जान फेरि तेरो चाक हल्लाउँदै हुन्छ नि। मलाई त्यसको चाक हल्लाएन त्यो चाक हल्लाइ गराएको छ क्या। आइज लाइज आइज 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 यसको अनुहार हेर्न लाइज यहाँ बस् त। आइज त आइज न यता हेर्न लाइज आइज हेर्नु कस्तो भइरहेको यो लाइज आइज के छ सर के यस्तो छ क्या यो चाहिँ होइन। सो यत्रो डेन्जर छ कि यो कुकुर होइन। यसको त झन्डै पर्छ होला 3-4 लाख रुपियाँ होइन। सो काठमाडौँतिर हो भने चाहिँ यतातिर त अब के हो त्यस्तै गाउँतिर ठुलो छ। अनुहार हेर्नु यसको अनुहार। आइज कहाँ जानु लाग्यो आइज यता आइज त्यस्तै हो। अनि म अब यहाँ अलिक तलसम्म जान्छु। यहाँनिर चाहिँ कति 12 मेगावाटको हाइड्रो छ यहाँतिर अलिक उतापट्टि चाहिँ। अनि यस्तै हो। अनि त्यसको चाहिँ ट्रान्समिसन उता लगेको छ। म पनि अब यता त्यो पुल तरेर माथि जानु छ मेरो। आज फेरि ब्रस गरौँ भनेर त सो ब्रस नै उता काठमाडौँमै पोखरामा छुट्टिछ कि। अनि फेरि माथि हिँडेर जानु लाग्छ आधी घन्टा 1.5 घन्टा जस्तो लाग्छ यहाँदेखि माथि पुग्नलाई त्यो ठाउँ पुग्नलाई बस किन्ने ठाउँ पुग्नलाई। अनि यस्तो गाह्रो लाग्छ। फेरि अफिसको गाडीहरू कहिले आउँछ थाहै हुँदैन। बाटो चाहिँ पर्यटकहरू हिँड्ने यताउता होइन। यो माथि एउटा क्याम्प छ। त्यो क्याम्प के ठाउँ सो त्यहाँनिर जान्छ होइन। बेस क्याम्प के भन्छ हाई क्याम्प सो त्यहाँतिर पनि
अनि यो बाटो चाहिँ यही बाटो हो कि अनि पहिलाको पुरानो पुल चाहिँ यस्तो रहेछ क्या पहिलाको पुरानो पुल चाहिँ यस्तो छ क्या यस्तो छ होइन अहिलेको नयाँ चाहिँ यो हो अनि खोला हेर्नु नि कति छ कस्तो ठुलो होला यो हाइड्रो छ क्या यो खोलामा चाहिँ फेरि हाइड्रो पावर छ क्या अनि के गर्ने यस्तै पनि बन्दैछ 25 मेगावाटको यता तलतिर कति 40 मेगावाटको छ अरे होइन यो भयो यो देखिने पछाडि जुन तपाईँहरूले मेरो पछाडि देख्नुहुन्छ यो 12 मेगावाटको हो 12 मेगावाटको हाइड्रो पावर हो हेर्न सक्नुहुन्छ यति धेरै यही झाँकी टिपेको होइन यसलाई चाहिँ अब कसरी खाने थाहा छ यसलाई यसो गरेर मिठो छ अर्ग्यानिक फल हो नि त मिठो भइहाल्छ नि होइन सो हुन्छ नि म आउन चाहिँ तलदेखि आउन चाहिँ 20-25 मिनट लागिसक्यो होइन यहाँ म ठाउँमा आइपुगिसक्यो माथि डाँडामा होइन सो यहाँ चाहिँ टावरको काम भइरहेको छ यो यहाँ बाँकी छ क्या अझै यो के अरे लेकहरू भन्छ नि यसलाई स्मल लेक होइन लेकहरू छ होइन अझै टन्ने बाँकी छ अनि यसलाई चाहिँ के भन्छ दाइ यो मेसिनलाई हजुर विस मेसिन भन्छ उहाँले भन्नुभयो यो चाहिँ विस मेसिन हो अरे अनि यो चेनहरू होइन तिनीहरू चाहिँ कि तार चिलिमहरू टक्क छ होइन माथि चाहिँ मान्छे चढेको छ क्या हेर्नु त सो माथि चाहिँ माथि छ धेरै माथि भनौँ न कति मिटर होला यो टावर कति मिटरको टोटल होला 43 मिटर 43 मिटर होइन माथि 43 मिटर हाइट अब 43 × 3 गर्दा कति फिट छ त्यतिकै निस्किहाल्छ होइन सो यहाँ दाइ तपाईँको घर चाहिँ कहाँ हो दाइ कोलपुर हो कति भयो यहाँ आउनु भएको काम गर्नलाई यो त 2 महिना भइसक्यो है तपाईँ पनि कोलपुर हो ए मेरो एउटा कोलपुरको साथी छ होइन उहाँनिर कोलपुरकै हुनुहुँदो रहेछ यदि मेरो भिडियो उहाँले हेर्दैछ भने उहाँहरू पनि कोलपुरको है हेर्नुहोस् है कोलपुरकै हो अनि यहाँतिर लेकहरू टन्नै रहेछ अझै H5SD लेक रहेछ यहाँनिर यहाँ जेनेरेटर मेसिन छ एउटा जेनेरेटर मेसिन यहाँ हतियार हाम्रो के भन्नुहुन्छ अरे मुखिया चाहिँ पुरा व्यस्त हुनुहुन्छ फोनमा हेर्नु न यहाँ मुखिया क्या त्यसमा लिएर मुखियाले हेर्नु यहाँ मुखिया क्या व्यस्त छ हेर्नु त कता बोलिरहनु भयो तपाईँ बिजी हो मजाले बिजी भन्नाले उतै साइडतिर कुरा गर्नुलाई है अनि अरू केटाहरू यहाँतिर छ हेर्नु न मजाले घाम तापेर बसिआयो क्या अरे क्या आज घाम तापेर बसिरहेको काम यो मिलाउँदै हो इन्सुलेटरहरू हो मिलाउँदै हो के हो भाइ तिमी त पुरा बिन्दास भएर बस्यो यता हेर न एकचोटि हेर न घाम दाजु लागेको छ होइन अनि दाइ यो भाइको ड्याम्प्रेसन हुँदैन के फिट गर्न लाग्नु भयो ए मजा आइरहेछ नि काम गर्न होइन तर टिम घाम छ तर टिममा मजा चाहिँ मजै हुन्छ होइन रमाइलो हुन्छ एकअर्कामा गफसप त्यस्तै मिठो भइरहेको हुन्छ होइन यो प्रश्न तपाईँले भाइबर ड्याम्पर चाहिँ किन राख्ने यहाँनिर सो यो भाइबर ड्याम्प्रेसन चाहिँ किन राख्ने हो भने मलाई यो चाहिँ सो इलेक्ट्रिक सप्लाई जुन ट्रान्सफर्मरदेखि भएको हुन्छ नि पावर हाउसदेखि त्यहाँबाट चाहिँ हाई भोल्टेज चाहिँ कस्तो आइरहेको हुन्छ सो त्यति बेला चाहिँ कस्तो लाइनहरू चाहिँ हावाले यताउता हल्लिरहेको हुन्छ त्यसरी चाहिँ यो भाइब्रेट भइरहेको हुन्छ क्या अनि त्यो भाइब्रेट भएको कारणमा चाहिँ त्यो पानी पर्ने समयमा चाहिँ गाह्रो हुन्छ क्या अनि त्यो बेला चाहिँ यसले कन्ट्रोल गर्छ होइन सो त्यस कारण राखेको हो होइन अनि माथि गाडी त्यहाँ राखेको छ म त बिहान ढिलो उठ्यो होइन सो उहाँहरू चाहिँ आइसकेको रहेछ म आउँदाखेरि त अनि फेरि म तल बसिरहनु नि एक्लै झ्याउ लाग्छ क्या रुममा कहाँ हो बरु यहाँतिर आयो भने त होइन साथीहरूसँग गफ भइरहेको हुन्छ अनि यस्तै हो एकचोटि मुखिया भाषामा जानु पऱ्यो मुखिया सन्चै हुनुहुन्छ नि तपाईँ मुखिया यता हेर्नु नि यस्तो मिल्ने मान्छे के कस्तो लाग्छ त काम गर्दा कस्तो अनुभव भइरहेछ कति वर्ष भयो तपाईँले काम गर्नुभएको यहाँ त अब यहाँ त भर्खर नयाँ हो अरू साइडबाट तर उहाँ धेरै एकदम एक्सपिरियन्स र एकदम ओरिजिनल मान्छे हो क्या सो उहाँ चाहिँ कति हाम्रो दोलखा जिल्लामै 4-5 वर्ष बसिरहनु भएको रहेछ अप्पर तारमा बसेको 456 को टावरको तारदेखि लिएर त्यसको 0 देखि माथि हाइसम्म पुऱ्याउने नै उहाँ मुखिया नै हो यदि काहीँ कतै यस्तै काम पऱ्यो भने हाम्रो मुखियाजीलाई
सम्पर्क गर्नु होला र तपाईँले मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला है। ओके 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 तर तपाईँ यस्तो बिन्दास मिल्ने मान्छे यस्तो राम्रो मान्छे त कहाँ पाउँछ र मैले होइन हो र म क्यासीलाई ल ओके ल